तर सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई शताब्दी पुरुष सत्यमोहन जोशीको सुस्वास्थ्य दीर्घायु प्रगतिको कामना गर्दै सम्पूर्ण नेपाली जनताको तर्फबाट पानसमा दीप प्रज्वलित गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। भानुमय शताब्दी पुरुष सत्यमोहन जोशीज्यू भएको ठाउँको गुइचाड उलिए स्वस्थ स्फूर्तिवान जी सक्छ आशिक या भएको अझ कार्य बिना भएको उसे भुलाजमा कोही मन विषय जी सक्छ प्रतिक्रिया से अनुभव राष्ट्राध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा मत जगतिको भएको दीर्घायु सुस्वास्थ्य कामना जुना सत्यमोहन दाइयो सुस्वास्थ्य कामना जुना हनामी
सभानायक मुपहा सम्माननीय राष्ट्रपति मेजू विद्या भण्डारी जू उपस्थित पहापिन जो जगत जीवो धन्यताया प्रतीक शताब्दी पुरुष डॉक्टर सत्यमोहन जोशिया हना थों गुबुन हना चोना थो जीवन निम्ति छबु अभूतपूर्व मेला था जी नेपाली मात्र निम्ति थुटी थुक्तम बटिका खमु जिन है थो जिन जीवन है खनी उठे छौजग दुई लगतले सौभाग्य पूर्ण क्या थौ थुकी बटिका खनम अजिता धागो जिता उजो जुगु ढामाला गोसा खला पाखे कि नक्तिनी नियमको मे हनन छका छमु सलन छे कि ढाला जी उली माथे मताका स अथे छिप्सन नदी रुमकल ई मकावे बालाई ठुलिया जाछ